काठमाडौँबाट करिब 20देखि 22 किलोमिटर टाढा यति राम्रो ठाउँ छ भनेर तपाईले सोच्नु भएको छैन होला। अब घुम्न कता जाने होला भनेर चिन्ता लिइराख्नु पर्दैन। यो हो लिलीकुण्ड एग्रो एन्ड रिसोर्ट। सुन्दर शान्त वातावरणमा अवस्थित यो ठाउँ अरूभन्दा अलि पृथक अनुभव दिन्छ। यहाँ पुग्ने बाटो पनि निकै रमाइलो छ। शहरको भिडभाड छोड्दै जाँदा हरियाली, खुला आकाश र शान्त वातावरणले मन नै फ्रेश बनाइदिन्छ। धेरै टाढा नगइकन पनि यस्तो ठाउँ भेटिनु साँच्चै राम्रो कुरा हो। परिवारसँग आउनुहुन्छ भने बच्चाहरूका लागि छुट्टै खेल्ने ठाउँ पनि छ। सासाना झुला र खुला स्पेसले गर्दा उनीहरू रमाइलो गर्दै खेल्न सक्छन् र ठुलाहरूले पनि ठुक्क भएर समय बिताउन सक्छन्। यहाँको मुख्य आकर्षण भनेकै शान्त वातावरण हो। पानीको छेउमा बसेर गफिन्दा, फोटो खिच्दा वा केवल प्रकृतिको मजा लिँदा समय कसरी बित्छ थाहै हुँदैन। अहिले यो रिसोर्ट निर्माणकै क्रममा छ। नयाँ संरचनाहरू बन्दैछन्, केही भाग अझै विस्तार हुँदैछ। भविष्यमा अझ व्यवस्थित र आकर्षक गन्तव्य बन्ने सङ्केत स्पष्ट देखिन्छ। पानीमाथि बनेका संरचनामा बसेर साथीभाइ वा परिवारसँग खाना र खाजाको मजा लिनु आफैमा नयाँ अनुभूति हो। साथीभाइसँग क्वालिटी टाइम बिताउनुहोस् या परिवारसँग सानो गेटअवे प्लान गर्न यो ठाउँ उपयुक्त विकल्प बन्न सक्छ। अहिले यति राम्रो छ भने पूर्ण रूपमा तयार भएपछि झन् कति सुन्दर होला भन्ने कल्पना गर्न सकिन्छ। जाने होइन त एकपटक लिलीकुण्ड एग्रो एन्ड रिसोर्ट।